आज यहाँ ब्राह्मण वैष्णव समाज अथवा सबै भक्तजन भनौँ यहाँ आउने हाम्रो यहाँ पौरौली ढुकीवासी अथवा जहाँ जहाँबाट आउनु भएको छ सबै भक्तजनहरूको लागि यहाँ 300-400 जनाको लागि यहाँ जेरी पुरीहरू सब्जीहरू तयार हुँदैछ भित्र दाल चामल प्रसादी पनि तयार हुँदैछ अघिले यहाँ बेल्नेहरू मुस्लिमहरू पनि यहाँ भक्तजनहरू यता पनि हुनुहुन्छ त्यहाँ पनि देखाइदिनु यो समूहले यसो सेवा आजसम्म सूर्यदेखिको अन्तिमसम्म सेवा यहाँ एकदम लाइभ गरेर गरेको छ भक्तजनहरू